ल वेलकम टु माई ब्लग गाइज। आज चाहिँ हामी हाम्रो तङटोल बेला जाँदैछु। ए भागी छैन लुकी छैन मेला जाँदैछु। म आज 17 दिनमा आएको घर चाहिँ घर राम्रो लाग्यो नि त घरहरु ए सरी घरहरु कस्तो लाग्यो भने राम्रो लाग्यो कस्तो टल्क्यो क्या तर ए राम्री भएर चटक्क भएर होइन आन्टी कहाँ हिँडेको हामी भन्नु त आन्टी मेला होइन तिमीहरु कहाँ जान्छ मेला होइन पक्र न एकछिन कस्तो अँध्यारो आएको यार। कस्तो दामी क्लाउड आएको। हेलो हाई ठोकाउने त बा ब्लगर यता जोडौँ न। ब्लगरहरूको कमी भएन हो आउन जाउँ न। केटाकेटीको सेक्सन रहेछ नि हो। SRM BP अरुणा कलेक्सन केमा छ पेज इन्स्टा ठिक छ। घर चाहिँ बढेगा नानीको पानीपुरी क्लाउड अब अलिक क्लिन भएछ नि। अहिले कस्तो दामी आएको थियो यार तर। हेलो भाइ ल हेलो 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 मिनी भ्लग होइन रियल भ्लग हो। ल बाई चैन छ नि त मेरो चैन छ नि त। कसैले इयरिङ कसैले चटपटे होइन अरू के बाँकी छ मैले खानुपर्ने भागिसक्यो। यही चौरी में डाइस वाली पुग्यो आइस वाली अब पो राम्रो देखिन्छ त। अब फ्ल्यास लाइटमा अलिकति उसको नाइटको चाहिँ भिडियो दामी आउँदो रहेछ यार। खाना पकाउनु ढिलो भर्यो मेरो बुहारीलाई।
भिडियोमा चाहिँ नआउँछ ल यतिर आउँछ किन आउँदैन र स्काई हेर न कस्तो ब्लू देखिरहेछ हेर न यताको जो झन् राम्रो देखिरहेछ यहाँ हेर न नानी पर्पलवाला स्काई पर्पलमा सर्पल म भिडियोमा चाहिँ फेरि ज्ञानी भइदियो गाडी रियलमा नि ज्ञानी नै होला यहाँ हेर न यस्तो ब्यालेन त कति हो कति नाटकीहरूको नाटक यो चाहिँ हाम्रो तामाङटोलको गुम्बा तर मजाले देखाएको छैन आजको मेला यो 2083 को मेला मेरो यो फर्स्ट मेला हो फर्स्ट मेला पो त ओइ भोलि रासदालको मेला अरे त कहाँ हो रासदाल हौ चौचुरी ल राति पारेर आयो है गाडी मेला त यस्तो सकिसकेपछि चाहिँ यसरी गर्छ हामी प्यारी बुहारी अर्को बहिनीहरू 83 को मेला सक्यो तिम्रो मन दुख्यो होला यस्तो हुन्छ बोर्डिङ स्कुल पढेको इङ्ग्लिस क्लास दिने बेला लाग्छ क्या मैले to you happy birthday to you happy birthday dear Bena happy birthday to you ल राख्दैन केकलाई केक त अनि हामी निनी बधाई चाहिँ बाइकमा सरर हावा खाँदै ग्रिनेरियो सिनारियो हेर्दै हजुरहरूलाई पनि यसो देखाउँदै तालतलाया मेला लागियो है आनन्द आँखा पनि शीतल मन पनि आनन्द हुने सिनारियो थियो हजुरहरू पनि हेरेर रमाउनु होला हाम्रो चाहिँ यात्रा तालतलाया मेलाको थियो एन्ड हाम्रो यहाँ मेला चाहिँ चैत मसान्तदेखि स्टार्ट हुन्छ फर्स्टमा चाहिँ जब्दी मेला लाग्छ त्यस पछाडि पञ्चायन यता तालतलाया मेला हुँदै हुँदै अरू कता कता टेङ्ग्रा मेला हुन्छ अनि त्यस पछाडि 13 गते चाहिँ तररा बजारमा मेला हुन्छ त्यस्तै गरी अनि 17 गते चाहिँ बौवासी मेला हुन्छ तामाङटोलमा ग्राउन्डमा अनि त्यस पछाडि 18 गते चाहिँ तालतला मेला हुँदो रहेछ त्यो पनि मैले यहाँ आएर थाहा पाएँ अनि त्यस पछाडि लाग्यो अनि डेस्टिनेसन प्लेसमा त आइयो है अनि यो यहाँ चाहिँ मैले सोलो राइड भनेर एकचोटि मैले फर्स्टमा सोलो भिडियो ब्लग बनाएको थिएँ एक्लै आएर खाएर यसो फोटो खिचेर रमाइलो भिडियो गरेर गएको थिएँ हजुरहरू पनि आउन सक्नुहुन्छ हजुरहरूको फ्यामिली फ्रेन्ड्स कपल्सहरू जो पनि आउन सक्नुहुन्छ अनि यहाँ चाहिँ ताल छ त्यस पछाडि सल्लाहको रुखहरू छ अरू धेरै उयोहरू छ हैन अनि होटलहरू पनि छ सुविधाको लागि खानुहरूको लागि तालमा चाहिँ फिसिङहरू गर्न मिल्छ हैन आएर रमाइलो गर्नुहोस् हजुरहरू पनि भिजिट गर्नुहोस् अनि हामी चाहिँ ठक्क स्पोर्टमा आइपुगेको थियौँ त्यहाँ चाहिँ राईहरूको पुरा आफ्नो अब पाछा अनुसारको अब एउटा थान हुन्छ नि त उहाँहरू चाहिँ आफ्नो पहिले थानमा नाचेर मात्रै सायद ग्राउन्डमा जानुहुन्छ होला नाच्नुको लागि अनि हामी निनी बधाई चाहिँ आइपुग्यौँ अनि अब पार्किङ गर्न लाग्यौँ त्यस पछाडि पार्किङ गरेर हामी गन्तव्यतिर लाग्यौँ अनि मेला चाहिँ यस्तो लागेको रहेछ है रमाइलो घाम लागिरहेको थियो त्यस्तो घाममा पनि अब साकेला नाच्नु चाहिँ छोड्नु भएको थिएन है बधाईले चाहिँ मलाई जिस्काउँदै थियो अनि त्यही हो बधाई र म आएँ ब्याग बोक्दै मेरो त्यसरी म भिडियो गर्नु लागेँ साकेला कस्तो मजाको न क्या नाच्दै हुनुहुन्थ्यो हेर्नु नि त्यहाँ टोपी सोपी के हो त्यो चाहिँ कस्तो राम्रो लाग्यो क्या मलाई एट्र्याक्टिभ आँखै तान्दिने क्या त्यतैतिर अनि भिडियो गर्दै देखाएँ त्यस्तो घाममा पनि उहाँहरू मजाले नाच्दै हुनुहुन्थ्यो क्या अब आफ्नो चाड संस्कृति पर्व भनेको त प्यारो हुन्छ नि त है जस्तो पानी झरीमा भए पनि घाम भए पनि रमाइलो गर्न मन लाग्छ यही हो आफ्नो कल्चर आफ्नो जात
वेशभूषा है झल्काउने एउटा समय त्यही त होला नि। उहाँहरू पुरा झुम्दै हुनुहुन्थ्यो, रमाउँदै हुनुहुन्थ्यो। सबैजना हेर्नेहरू पनि रमाइरहनु भएको थियो, हामीलाई पनि राम्रो लाग्यो, त्यो हेर्नको लागि आएको। अनि मेरो सबै आन्टी भेना भदै दिदी म के अरे दिदीको छोरा अनि भाइ अनि हाम्रो सुभाष भाइको भाइ सुशील भाइ। यहाँ चाहिँ बेबी रहेछ क्या, उहाँ चाहिँ एक्लै के अरे आइसक्रिम खाँदै हुनुहुन्थ्यो। आइसक्रिमहरू बरफ के भन्छ कुल्फी खाँदै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ भाइरल दिदी हुनुहुँदो रहेछ, चरपटेवाला दिदी। अनि उहाँसँग भिडियो गर्छु भन्नुभयो आन्टीले। हस् हुन्छ भनेर मैले पनि भिडियो गरिदिएँ। तपाईँहरू रासाताल आउँदाखेरि चाहिँ उहाँहरूलाई भेट्न सक्नुहुन्छ। सोसियल मिडियाभरि उहाँहरू प्रख्यात अब चर्चित नै हुनुहुन्छ, भाइरल हुनुहुँदो रहेछ। अब कमेडी भिडियो टाइपको गर्नुहुँदो रहेछ। मैले पनि कतै हेरेँ देखाएको थिएँ, अनि त्यसरी क्याप्चर गर्नु। हामी चाहिँ मेलामा आएको छौँ, हामी रासोपालको मेला होइन। कस्तो कस्तो लागिरहेछ आन्टी तपाईँलाई? खुसी हो? मेरो मम्मीको बहिनी मेरो आन्टी सानी आमा चमा, हामी चाहिँ मेला आएको छौँ। क्युटी पाई ल बाई गरिदिनुहोस्, बाई। सानो नानीले मेहन्दी लगाएको देखेर मलाई पनि सानोको याद आयो। हामी पनि यसरी नै मेहन्दी लगाउँथ्यौँ। अनि यो 83 सालको मेला चाहिँ यसरी नै रमाइलो गरेर बित्यो है। अनि लास्टमा पान खाइयो। अनि यसरी नै ल सी यू इन नेक्स्ट ब्लग गाइज, बाई।